अस्ट्रेलियाको मेलबर्नमा अब ओपन मोमो फ्राई गरेको बदल मिठो किमा नुडल्स साँदेको सुकुटी छोइला मोमो र रिफ्रेसिङ खट्टु तितौराको ड्रिंक्स। म मेलबर्नमा फर्स्ट टाइम आउँदा मैले टप 5 नेपाली रेस्टुरेन्ट फर मोमोको भिडियो गरेको थिएँ अनि यो मेलबर्न सीबीडीको लिटल कलिन्समा रहेको मोमो चा रेस्टुरेन्ट मेरो टप 5 लिस्टमा परेको थियो। आज म यता इन डिटेल देखाउँदै छु यताको नेपालीपन भएको एम्बियन्स। मलाई यता यो करुवाबाट पानी सर्भ गर्ने स्टाइल एकदमै दामी लाग्छ। नेपाली कागजको मेन्यु छ। यता पूजा दिदीलाई आफ्नो स्पाइस प्रेफरेन्स अनुसारको अर्डर दिँदा भयो अनि दिदीले पकाउन सुरु गर्नुहुन्छ। मोमोचामा चाहिँ लन्चको बेला मैले धेरै नेपालीहरू यता देखेको हुन्छु। भर्खरै यता इन्ट्रोड्युस भएको छ ओपन मोमो। मैले धेरै ठाउँमा देखाएको छैन यता ओपन मोमो। किचनमा धमाधम पुरा नेपाली स्टाइलमा खानेकुरा पकाउँदै हुनुहुन्छ। ओपन मोमो 3 वटा अचार आउँछ, पिरो अचार पनि माग्न मिल्छ। प्लस अहिले समर टाइम हो, ओपन मोमो ठिक्क हुने खाँदा। अर्को लन्चको बेला ठिक्क हुने बफ सुकुटी साँदेको सेट, चिकन छोइला सेट अनि बदेल फ्राई। मासुको भेराइटी चाहिँ मान्नै पर्छ। यताको किमा नुडल्स पनि धेरैले राम्रो रिभ्युज दिनु भएको रहेछ अनि स्पाइसी मन पर्छ भने गो फर देयर छोइला मोमो। मेलबर्नमा अहिले यस्तो गर्मी छ, यताको खट्टु तितौराबाट बनेको रिफ्रेसिङ मकटेल्स अर्डर गरे। अब कसलाई चाहिँ तितौरा खट्टु मन पर्दैन त। यस्तो मजा आयो गर्मीमा यो ड्रिंक्स अनि यताको खानाहरू।